सो गाइस अहिले चाहिँ मैले यो चेन्ज गरिसकेको छु ब्याट हाम्रो चाहिँ यो देशी ब्याडमिन्टन पिकनिक नगए नि मजा भएन यही पिकनिक भयो यत्रो थालमा भात खाएर पिकनिक भइहाल्यो तिम्रो पालि दसैँ गइसक्यो त्यही पनि मोज मस्ती गरेको छैन है अंकित त हब्बड कुखुरा जसरी काल्न चढ्छ यता न अंकित भोक्लक भोक्लक गर्दै तिमीहरूमा पनि थिम्नी जान्छ नि त यो भ्लग छिर्छ पढ्ने होइन पहिल्यैबाट बिहा कतिवटा गर्छु भनेर सोचेर राखेँ हामी क्या पहिला गाइज वेलकम ब्याक टु माई न्यू भ्लग म सन्चै छु हजुरहरू पनि एकदमै सन्चै हुनुहुन्छ होला भन्ने आजको साथ म यो भ्लग सुरु गर्न गएको छु आज चाहिँ हाम्रो यहाँ बिदा छ किनकि हाम्रो चाहिँ स्कुलबाट पिकनिक लछन् अनि पावर हाउस लैजाने भन्नु थियो सरहरूले चाहिँ अनि समी र म चाहिँ गएको थिएनौँ त्यही भएर हामी चाहिँ यहाँ समी पाएर खेल्दैछौँ हाम्रो चाहिँ यो देशी ब्याडमिन्टन हो अनि दिदी चाहिँ क्यामराम्यान हुनुहुन्छ टेनिस धेरै लागिरहेको छ ओके त्यो मोजाको थियो नि चाहिँ बारीमा खेल्ने भनेको मम्मीले चाहिँ त्यहाँ बिस्कुट सुगाउनु भयो त्यही भएर चाहिँ हामी यहीँ खेल्ने हो नत्र अहिले माथितिर जान सक्छौँ त्यहाँ माथिको खालीबारीमा हाम्रो चाहिँ प्लेस चेन्ज भइसकेको छ अनि मम्मीले चाहिँ यहाँ भएन धानहरू अनि हामी चाहिँ यता समीप समीप त बोल्दैन त हाम्रो यत्रो हकाइछु त अनि मैले चाहिँ यो फापरको त साग पनि खान मिल्छ नि तैँले खानुहोस् है नि तर अंकितहरूको के भन्छ रे प्लेग्राउन्ड होइन म लिएर आउँछु है त सकिनुहोस् त के खेल्छु सो गाइस अहिले चाहिँ हामी फेरि पनि ठाउँ चेन्ज गरेर माथि आइसकेको छौँ र हामी चाहिँ अहिले भलिबल खेल्दैछौँ फुटबलबाट मलाई चाहिँ खुसी खेल्न आउनु है अलीको हिमाल भन्दा अनि अहिले चाहिँ मलाई पसिना आइसकेको छ घामले गर्दा थोरै थोरै यत्रो गर्मी मन ज्याकेट लाएर बसिरहेछन् पिकनिक नगए नि मजा भएन यही पिकनिक भयो यत्रो थालमा भात खाएर पिकनिक भइहाल्यो तिम्रो पालि हामी चाहिँ अलिक राउन्ड बस जान्छौँ कि पहिला हिँड्नु जाने फेरि मजा नि फेरि हिँड्नु जाने फेरि मजा नि हो त्यहाँ गाइस मैले चाहिँ सुरुको भ्लग बनाएको अहिले चाहिँ हामी ठ्याक्कै त्योभन्दा मुनि छौँ अनि माथिको बाख्रा चिच्चाएर आँखा उहाँ झुन्डेर मर्न लाग्यो बाख्रा धन्न म भएर बाँच्यो नभए त गर्दै मर्थ्यो मलाई नहान्दियो है फेरि अलि कुनामा आएर खेल न छिटो उसमा जान्छ नि हामीले डेक बताउँदै खेलेको थियौँ गाइस कपिराइट लाउँछ भनेर चाहिँ अफ गरिदियौँ डेक त कहाँ छ अरे खोइ शीतलमा डस्टबिन यिनीहरूको के भनेको थियो ब्र्याकेट हो हे त्यो पनि त्यो डस्टबिन त होइन डस्ट प्यान ओफो सरी रातै भन गाइज यिनीहरू हेर त रोस्ट जस्तो क्याप लगाएर खेलेको भए हुन्थ्यो नि भाइ क्याप गयो क्यापलाई गाइस हाम्रो भैलीमा काम लाग्यो यो डेले कति 3 हो कि 4,000 कमाएले गर्दा हामीले गाइस अब हामी तपाईहरुलाई हाम्रो ब्याडमिन्टनको जलवा देखाउँछौँ देसी ये जा अघि हराइदिन्छ घाँस छ नि त गाइस अहिले चाहिँ हाम्रो यहाँ गेम पेले चल्दैछ ए भाउ खाली माथि फालेको फालै गर्छौँ गाइस सो गाइस मलाई चाहिँ साह्रै नै पसिना आयो त्यही भएर म चाहिँ मेरो बडी सो गर्छु तपाईँलाई च्या ठीक हो
म चाहिँ कार्टुनवाला भेस्ट लगाएर बसेछु। के हो कपडाको सोफा फान्न लागे जस्तो फिट चाहिँ खाने बिस्तारै बिस्तारै खेल्यो क्या हो त्यसरी ए मार भाइ सर्ट हानेर उहाँ माथि कटाउने यसरी खेल्छन् अब धन्नैले पास पास खेले जति हो त अलिक टाढा टाढा बस्नु न। अनि सिधा हान्छौ त नि ओल्लो डाँडा र पोल्लो डाँडा पुनि गरेर हान्छौ अनि कहाँबाट हुन्छ त नि अङ्कित त कालै देखिन्छ घामले गर्दा गाइस म यस्तो गर्छु। यस्तो कालै ओए त्यो सागमा बिस्तारै है ये मेरो बिस्तारै गाईहरू हेर्नु त यस्तो सेतो अनुहार मात्र थोरै कालो नभए पैताला पनि यति सेतो छ मेरो ओ भाइ थुतुनामा पनि कपडा लाएर हिँड्न पर्छ अब सेतो भइदियो बुर्खा म चाहिँ क्यामराम्यान भएर तिमीहरूले सजिलो भयो होइन एकदम ओ समीप समीप छेका छेका दिन सकेको हुन्छ गर्मी भयो दिदी चाहिँ मलाई पङ्खा लगाइदिँदैछ गाइस छियो भन्छस् आउनुहुन्छ मजा आयो अगाडि ओ गड हातमा हान्ने के लान दुख्यो आम उम्लामा दुखेन छ्या हुन त राक्षस त होस् छि अङ्कित त कति कालो भयो ओ गड यिनीहरू त तिमीहरू मान्छे त लक्की हो कि यस्तो राम्रो भ्यू हेर्दै खेल्दै झारमा डस्टबिनले जङ्गल यता फेरि खतरा पहिला झन् कति धेरै थियो है त थियो है त म चाहिँ भ्लग बनाउनु आएको 2 वर्ष भयो 2 इयर ओल्ड चुबी भाइले फ्री फायर खेल्न लाग्दाखेरि 2 इयर्स भएर भएन अब हुन्छ कि चैतमा चैतमा हो र तैँले च्यानल खोलेको के ए मार्च हो कि शिवरात्रि एप्रिलमा ओ गडजी मार्चमै हो मार्चमा चैतको 11 हो कि 12 गते ओ भाइ साहब उडिरहेछ ए बा मेरो रियाक्सन गाइस हामी चाहिँ फुटबलमा पम हाल्न लाने भनेको तर त्यो फुटबलमा निडिल घुस्दैन त्यो भएर बरु भोलि कराते सिक्न जाँदा उहाँ एउटा स्टेसनरी हो कि त्यो एउटा दोकान छ अर्जुन सरको त्यहीँ गएर हाल्ने हो हावा अनि त्यही हो हाम्रो चाहिँ गाइस 3 दिन बिदा छ एक हप्तामा 3 दिन बिदा हुन्छ योभन्दा अघिल्लो हप्ता पनि 3 दिन बिदा थियो ठ्याक्कै वेडनेसडे थर्सडे ए होइन थर्सडे फ्राइडे सटरडे अहिले पनि थर्सडे फ्राइडे सटरडे नै बिदा छ धन्य मेरो फाइनली कहाँ ए यहाँ रहेछ भेटेँ मैले भेटेँ ल देखियो यार त्यो तामागीहरूको घर खै ओ यतापट्टिको डाँडामा यतापट्टिकोमा टाउको सबको जाला फेरि अङ्कितको त्यसो गर्दाखेरि रातै यिनीहरू त मुस्ताकमा बस्ने मान्छेहरू त रातै अङ्कित त खै यता हेर्दा आँचीमा गरेर यता हेर्दा घाममा यो त ठिकै भयो हजार फुगर ए बुन्नु जान दसैँ गइसक्यो त्यही पनि म त मस्ती गएको छैन गाइस म चाहिँ चङ्गा उडान लगाएको हाँका नै लान मजारी पाटन भगायो अहिले यहाँ चङ्गा त आएको सापुगेर नि घाँका पुइ अब चङ्गा उडाउँछस् हावा नि चलेन चङ्गा छतमा लाने यत्तिकै गाइस उहाँ मजारी पाटनमा मैले होइन हाम्रो घरबाट चाहिँ एयरपोर्टसम्म पुऱ्याइदिएको कि नपत्ताउनु होला तर साँच्ची हो एयरपोर्ट त होइन गाइस त्यहाँ लान नि मन बनाइ छ एयरपोर्ट अनि उहाँको गफ चाहिँ उस हुन्छ होइन नपत्याउनु होला आमालाई सोध्यो को वाल निरी लगायो कि पुरै भित्र लगेन म यहाँ यसरी हिँडेको चारमा अङ्कित साहबको मेहनत मजारी पाटनको त्यो चङ्गा उडाको भिडियो छैन
गाइस हामीलाई चाहिँ सरुवा रोगको चाहिँ सरी गरिरहेको छ होइन चङ्गा पनि त्यहाँ छोडिदियो गाइस अहिले हावा चलेसी उडाउन पर्ला नि भनेर होइन यो चाहिँ हावा खान काम लाग्छ दिदीलाई हावा हावा आई ओइ 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 ओइ। कुनले हेर्छ हामी ब्लग उठाउनु सक्दैनौँ मलाई भोलि स्टेसनरीमा अब लुकुनु सुरु भयो गाइस सो गाइस अहिले चाहिँ मैले यो चेन्ज गरिसकेको छु ब्याट कहाँ गयो गाइज ए यहाँ आयो हामीको त त्यति हो म दिन्छु है सो गाइस यो चाहिँ बल हलुङ्गो भएर चाहिँ जता पट्टिबाट होइन त्यतैपट्टिबाट गइरहेको छ होइन ए यिनी त हेरेर साथ सपोर्ट दिइराख्नु होला अनि हजुरले है यिनीहरू ठाउँ एक्सचेन्ज गरेछन् साथीहरू अघि म एकैछिन समीपसँग हेरेको म त है समीप फापरको बारीमा पुऱ्याएको ऊ फेरि गयो अङ्कित जाब बरुभन्दा अघि त धेरै टर्न वेस्ट जानुपर्ने हो के रे तिमी माथि गयौ नि त अब तिम्रो टर्न है मुनि गयो भने जाने त्यही भएर म यतै अङ्कित त हब्बड कुखुरा जसरी नि काल्लो चढ्छ ए जान अङ्कित भक्लक भक्लक गर्दै हँ? बिचरा त्यस्तो हुन्न नि जो नजिक छ त्यतै गए हुन्छ के त्यसो त सधैँ मेरो यता गएकै पऱ्यो ए भगवान् कसम यो बल बढेमानको भएर टाउको फुट्ने भने मेरो यिनीहरूले अल्छ घाइते बनाइदिन्थ्यो होला नै ओए लाउँछ म चाहिँ यस्तो मजाले इन्जोय गरिरहेको छु होइन कता यिनीहरू गेम खेलिन्छन् म हेरेर बसिछु म खेल्न गएँ भने फेरि ओल्लो डाँडाबाट पल्लो डाँडा फालिदिन्छु यस्तै छ कता हो खै म कता हो केही देखि सो गाइस अहिले चाहिँ म नुहाएर नि नयाँ कपडा लगाइसकेँ नयाँ हान्नाले अर्को कपडा फेरिसकेँ समीप चाहिँ अघि घर गएको थियो नि फेरि आएर उता बल खेल्दैछन् अब हामी खेल्न जाने हो अनि दिदी पनि अहिले 2-3 घन्टा पछि आउनुहुन्छ ल बाई गाइस अहिले चाहिँ हामी चटपट बनाउने सामान लिन जाँदैछौँ समीप चाहिँ यहाँ छन् ल खिचिदिन्छु प्रायः होइन गाइस मेरो लेजर लाइट ठ्याक्कै यस्तो वाइ बोल्दैन त यार अझै पनि जानुहोस् त चटपट बनाउँछ दिन गएको भन्छ भनेको त सो गाइस अनि म चाहिँ यहाँ लेजर लाइट बनाउन व्यस्त छु कि त्यही भएर बोल्न पाएको छैन होइन यस्तो खतरा मिस्त्री हो क्या म अघि अनुसार हो थोरै बोनस त खेला ठिकै समीपको लेजर लाइटको देऊ भन्दा मान्दैन नि जाम एकैछिन अफ गरौँ गाइस चौतारा थियौँ गसी भेटौँला गाइस चाहिँ हामी चौतारा आइसकेको छौँ अनि म चाहिँ अहिले लेजर लाइटको ब्याट्री पनि झिकिसकेको छु हेर्नु सक्नुहुन्छ समय फेरि खतरनाक पाराले खिच्छु भन्ने सोचिरहन् होइन सुरुमा चाहिँ सानोवाला हालिदिन्छु म होइन ओइ यसरी हालेको होइन फेरि उल्टो भइदिइहाल्छ तिम्रो मम्मी आउनुभयो रहेछ अघि हामी जाँदा कहाँ गर कहाँले आउनुहुन्छ त नि गाइस यो बन्न लाग्छ है पात हालिदिएँ
यस्तो घुँदो जस्तो तिम्रो देऊ न एकचोटि यो साटो हुन्न के म मिलाएर हालिदिन्छु तिमीलाई खानु के पर्दैन यो पनि छाटौँ त नि पर्दैन यो एकचोटि दियो त सही अहिले गाइज हामी बोर्डिङ स्कुल आउनु लागेको छ क्या के को हल्ला हो अब फेरि माथि गएर भेटौँला है बाई बाई गाइजहरू चाहिँ समीप क्यामेरामा आउनु रे बिचरा लजाउटे छन् अलि लजाएन तिनी चाहिँ पछाडि भुचाएर चौचौ लिएर आउँदैछन् म चाहिँ यता अगाडि अगाडि हिँडिरहेको छु आऊ के यिनीखेरि भुजा त्यहीँ छोडेर हिँड्ने भनिरहेको गाइस अनि यहाँ चाहिँ गोरा गोरी नि हालेछन् क्लासमा जाऊ तिमीहरू क्लासमा जाऊ हेर्नु त यहाँ नपढिकन यहाँ बाहिर क्लासको यहाँ बसिरहनु भित्र जाऊ पढ तिम्रो मम्मीहरू थिम्नी जान्छ नि यो भ्लग तिमीहरूको मम्मी थिम्नी जान्छ नि त यो भ्लग छिर्छ पढ्ने होइन बाहिर हिँडेर बस्छ नि यिनीहरूले हाम्रो पो बिदा छ हाम्रो बहिनी आएको त नर्सरी क्लास त बन्द भएको छ एउटै मात्रै हो नि होइन 2-3 छन् ल गाइस लुक एट आवर प्यारो माछा पुछ्रे हिमाल अन्नपूर्ण चाहिँ अलि देखिन्न है धौलागिरी मनाइल्छु कहाँ गयो बे अनि त्यो कुनै मलाई थाहा छैन यता छन् हाम्रो प्यारो समीप कति नजिकै देखेका नि ल म छिटो जान्छु गाइस दिन चाहिँ ढिल्ली लाउँछु भने आऊ न समीप के बोल्छु नि ल डरायो केटा डरायो बल्ल 21 भयो क्या ढुक्क भाउ यहाँ त चाहिँ कुछ इस प्रकार गाइस हिमाल हेर्न सक्नुहुन्छ 4x छानामै नचल न यिनै हुन् ती चोर जसले चोरेन कसले यो चाहिँ हाम्रो हर्पन गाउँ यता भएको 2 डाँडा उयो कति राम्रो भ्यू आएको ओहो यो घर देखेर अलि नराम्रो लाग्यो क्या मलाई बल्लाले यस्तरी हेर न कति राम्रो देखा हेर त समीप हिँड न जाम म भ्लग बनाउँदैछु यार बिचरा सिसिर भएको भने कति मजा गर्थेन होला है कपाल चिलाएका नआए पनि मेरो हेर न कतिवटा घुमार्की छ एउटा दुईटा तिनटा तिम्रो हेरौँ न दुईटा बिहा गर्ने भयो केटोले अहिलेबाट बिहा कतिवटा गर्छु भनेर सोचेर राखेँ अनि क्या यिनीहरू केही भन्दैन भन्न लजाइहाल्छ नि हुन्छ म फेरि किन्तीखेरि हान्छु नि हिँड्न यार के जग्गा न भ्यू देखाउँछु म त्यहाँ हेर त को रहेछ त्यहाँ पुलमा बादर 2 जना ऊ सर्भिङको स्कर्पियन देखियो त्यो त यतिकै हाल्यो नि देखियो हामी पुलमा हिँडेको मान्छे नि देखियो राम्रोसित रे बाबा
जाम दिन पर्छ तिमीलाई ल समित एउटा खतरा गीत गाइदेऊ त उता फर्काइन ल जाऊ त्यही मुडा म एक राउन्ड हिँड्न सक्दैन 1 युएन हिँड्ने एक राउन्ड हिँड्न सक्दैन आज मलाई च्यालेन्ज दिन्छ खेल्ने ल म यस्तरी खिच्छु होइन कि म कुन आइडी अङ्कितको मोबाइल देख्यो यो मोबाइलबाट मैले नखेलेको कति हो थाहा 4-5 महिना भइसक्यो योबाट आइडी लगइन गरेको त छैन आज हेरमै 1 इयर पुग्छ होला सायद आज म त हेर्नु त गाइस कति धेरै पन्छी ल हेरौँला यही मोबाइलमा पठाऊ अब घर गएपछि भेटौँ है गाइस अब चाहिँ मेरो समित साथी गइसक्यो अनि हामीले चाहिँ क्या मिठो चटपट खायौँ त्यो चाहिँ अनि होप सबैजनालाई आजको भ्लग एकदम राम्रो भयो होला अनि त्यो चटपट बनाउन लाउने बेला चाहिँ म र समित चाहिँ मिलेर ल्यापटप हेरिरहेको थियौँ अनि अहिले चाहिँ समित पनि गयो आजको भ्लग यति नै भन्न चाहन्छु नमस्कार बाई